हमारा हर्का सम्पाङ जी पहिलोचोटि स्टेजमा आइसक्नुभयो। अब उहाँले मन्तव्य दिँदै हुनुहुन्छ। सन्चै हुनुहुन्छ? सन्चै छु सन्चै। ल धन्यवाद छ, खुसी लाग्यो यहाँहरू सन्चै हुनुहुँदो रहेछ। यो हाम्रो सङ्गठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम भनेर लेखेका छौँ। यो कार्यक्रमका सभाध्यक्षज्यू, मञ्चमा मसँगै बस्नुहुने ठुल्ठुलो ढुङ्गा बोक्ने हाम्रो यो पार्टी भन्दा म चाहिँ अभियान भन्छु है, महाअभियान भन्छु। पार्टीदेखि चाहिँ वाक्क दिक्क एकदम पीडित भएर थुप्रै वर्ष हिँडेको मान्छे भएको कारणले पार्टी भन्नु कता कता मनमै मान्दैन। एनिवेज हामीले चाहिँ नि निर्वाचन आयोगमा दर्ता गऱ्यौँ, त्यसले गर्दा पार्टी नै भन्नु पर्ला। यो हाम्रो श्रम संस्कृति महाअभियानको नेता हुँदैन, कार्यकर्ता पनि हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि यहाँ अगाडितिर बस्नुहुनेहरू चाहिँ अलिक ठुल्ठुलो ढुङ्गा बोक्ने श्रमदाता हो। ठुल्ठुलो ढुङ्गा बोक्ने श्रमदाताजीहरू एकमुष्टमा मैले त्यसरी सम्बोधन गरेँ। यहाँ तल पनि हुनुहुन्छ ढुङ्गा बोक्नलाई सघाउने श्रमदाताहरू हुनुहुन्छ। तपाईँहरू यहाँ बस्नेहरू भन्दा महत्त्वपूर्ण हो है, किनभने तपाईँहरू त्यहाँ उभिएर कार्यक्रम हेरिराख्नु भएको छ है। त्यसो भएको कारणले गर्दाखेरि यताभन्दा यतातिर चाहिँ मेरो अलि धेरै नमस्कार सम्मान छ। यतातिर पनि छ भन्नुको मतलब यहाँ फ्लोरमा बस्नुहुनेहरूलाई हार्दिक सलाम गर्न चाहन्छु। अब 2-4 मिनट म तपाईँहरूको लिन्छु है। एक दुईवटा कुराहरू मैले राख्नै पर्छ। अब यो श्रम संस्कृति भनेको के हो, यसले गर्न खोजेको के हो भन्ने कुराहरू हुन त मैले विभिन्न कार्यक्रममा बोल्दाखेरि त्यो जाहेर गरेसँगै छु। तथापि मैले यहाँहरूलाई सामुन्यमा आएर फेस टु फेस सशरीर उपस्थित भएर पनि मैले केही कुराहरू भन्नुपर्ने छ। म तपाईँहरूको केही समय लिन्छु, हुन्छ? सबैलाई माया सम्झना छ हो। जय माटो भन्ने त सुरुमै जय माटो। उपस्थित मैले मान्नुपर्ने आदरणीय आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, भान्जा भान्जी र जेन्जीहरू, सम्पूर्ण पत्रकार, सुरक्षाकर्मी सबैजनालाई सेवा ढोग नमस्कार टक्राउन चाहन्छु। श्रमदानको अभिवादन टक्राउन चाहन्छु। जय श्रमदान, जय श्रमदाता, जय श्रमदाता। हो माटो बोल्छ, अब माटो बोल्छ। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। अब एउटा गीतबाट सुरु गरौँ, हुन्छ? हो, म सँगसँगै मैले जसरी नै गाउनु है। ल, म जे गाउँछु त्यही गाउनु, मैले जस्तो गाउँछु जसरी गाउँछु त्यसरी नै गाउनु। मैले गाइसकेपछि सुनेर के गाउनु पर्ने रहेछ भन्ने थाहा पनि भएर गाउनु, फेरि त्यतिकै मुख मात्रै चलाएर हुँदैन है। हो, भित्र मनबाट गाउनु, मुखबाट होइन, मनबाट गाउनुपर्छ गीत। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई मैसँगै गीत गाउनका लागि म अनुरोध गर्न चाहन्छु। यता बस्नेहरूले पनि बसेर नै गाउँदा छ। तयार हुनुहुन्छ? ढुङ्गा छुँदा मेरो देशलाई सम्झेर नलजाइकन गाउनु होला। ढुङ्गा छुँदा मेरो
छुँदा मेरो देश सम्झिरहन्छु सधैँ मान्छे बस्नेमा अब तपाईँ उठेपछि सबैजना उठ्छ के हिमाल देख्दा मेरो देश सम्झिरहन्छु सधैँ तराई देख्दा मेरो देश सम्झिरहन्छु सधैँ। आदरणीय महानुभावहरू, जब हामी ढुङ्गा छुन्छौँ यो देशको सम्झना आओस् हामीलाई, जब माटो छुन्छौँ यो देशको सम्झना आओस् हामीलाई। पानी छुँदा मेरो देश, हावा छुँदा मेरो देश, हिमाल देख्दा मेरो देश, पहाड देख्दा मेरो देश, यो देशको प्रकृतिहरू हामी देख्दाखेरि पक्कै पनि यो देशलाई हामी सम्झने गरौँ। करिब 1 करोडको सङ्ख्यामा हामी विदेशमा छौँ होला यतिखेर। ती सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जसले प्रदेशमा दुःख गरेर पैसा पठाइदिइराख्नु भएको छ र त्यसको रेमिट्यान्सले हामीले देशलाई चलाएको छौँ भन्ने किसिमले यो देशको सरकार चलिरहेको छ, ती सम्पूर्ण महान प्रदेशीहरूलाई आज सम्झौँ यो भूमिबाट। आज हामी सबैले ती दाजुभाइ दिदीबहिनीहरूलाई सम्झौँ र उहाँहरूलाई पनि पानी छुँदाखेरि यो देशको याद आइरहोस्, हिमाल देख्दाखेरि यो देशको याद आइरहोस्। मलाई लाग्छ प्रत्येक पल त्यो परदेशीले यो देशलाई सम्झिरहेको छ, परदेशीले त यो देशलाई सम्झेको छ, तर यही देशमा बस्ने हामी स्वदेशमै बस्नेहरूले चाहिँ यो देशलाई सम्झेका छौँ कि छैनौँ? हो। त्यसो भएको कारणले गर्दाखेरि हरेक पल यो माटोलाई यो देशलाई सम्झन सकौँ भन्ने यो गीतबाट हामीले हाम्रो आजको कुरा सुरु गरौँ। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु, हार्दिक सम्मान गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी सबै मिलेर अब यो देशलाई बनाउनु पर्छ। यो देशलाई बनाउनु मात्रै होइन, यो देशलाई बचाउनु पनि पर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यतिखेर देश नेतृत्वविहीन अवस्थामा छ है। सरकार छ कि छैन थाहा छैन, एउटा नागरिकको जीवधनको सुरक्षा छैन। दिन दहाडै हामी कुटिन्छौँ, लुटिन्छौँ, ठगिन्छौँ है। यो देशमा तपाईँको छैन। हिजो मात्रै चितवनमा एउटा प्रतिवेदन मलाई प्राप्त भयो, 74 लाख मान्छे सहकारीकै तपाईँको छैन पीडित भएर सहकारीबाट ठगिएर बसिरहेका छौँ। करोडौँको मानिसहरू, हामी करोडौँको सङ्ख्यामा हामी नेपालीहरू ठगिरहेका छौँ। यस्तो ठगिएर बस्नुपर्ने, दबिएर बस्नुपर्ने, रोजगारी नभएको देश, न्याय नभएको देश, कहीँ कतै सुरक्षा नभएको देश, यस्तो देशमा हामी बाँचिरहेका छौँ जुन देशमा आज अभिभावक छैन, नेतृत्व छैन। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामी कस्तो नेतृत्व चयन गर्न गइरहेका छौँ भन्ने बारेमा ठुलो बहस
छेड्न जरुरी छ त्यो बहस सुरुवात गरेको छ श्रम संस्कृतिले। म यहाँहरूसँग सल्लाह गर्न आएको हुँ, यहाँहरूसँग सँगसँगै कराउन आएको हुँ, सँगसँगै नाच्न आएको हुँ, सँगसँगै हामी गाउन आएको हौँ। भरे एकछिन हामी नाच्छौँ पनि। अब यो देशमा कस्तो नेतृत्व हामीलाई खाँचो छ। हामीले अहिलेसम्म चुनेका नेताहरू, हामीले चुनेका नेतृत्व मानेका नेतृत्व कस्ता थिए? हामीले गहिरो समीक्षा गर्नुपर्ने, देशलाई कस्तो खालको नेतृत्व दिनुपर्ने भन्ने बारेमा गहिरो बहस गर्नुपर्ने बेला आएको छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, नेतृत्व भन्ने बित्तिकै भिजनको कुरा आउँछ, दृष्टिकोणको कुरा आउँछ। नेतृत्वलाई थाहा हुनुपर्छ कहाँ म जाने, कुन दिशाबाट जाने, बाटो के हो, गन्तव्य के हो भन्ने थाहा हुनुपर्छ। तर आजसम्म म यो विषयमा ठोकुवा गरेर बहस गर्न तयार छु। यो देशको जोस कोसँग बहस गर्नुपर्ने हो, एक वर्षभन्दा बढी नै समय दिएर पनि म बहस गर्न तयार छु। यो देशमा आजसम्म हामीले चुनेको नेतामा भिजन थिएन, भिजन थिएन। कसरी यो देशको अर्थतन्त्रलाई उठाउने भन्ने बारेमा भिजन थिएन। हामीले कस्ता नेताहरूलाई चुनिरह्यौँ भन्दाखेरि विदेशी प्रभुलाई ढोक्ने, अलि नेतालाई समयको महत्त्व हुँदैन, जेसुकै होस् उसलाई टाइम पास गर्नुपर्ने हुन्छ, रमाइलो गर्नुपर्ने हुन्छ। अनि त्यो खालको नेता खुदलाई टाइम पास गर्नुपर्ने खालको अवस्था छ भने उसले युवालाई पनि समयको महत्त्व बुझाउँदैन। आज हामी युवाहरू पनि सबै टाइम पासको खोजीमा छौँ कि छैनौँ? कसो गरेर टाइम पास रमाइलो गरी गर्ने, घुमेर पो गर्ने कि कतै के गर्ने कि केही बन्नु छैन यो देशमा, कसैलाई पनि केही छैन। हाम्रो लक्ष्य किन छैन भन्दाखेरि भिजन भएको नेता छाने पो हुन्छ, भिजन भएको मान्छेलाई, दृष्टिकोण भएको मान्छेलाई यसो गर्नुपर्छ भन्ने तपाईँको चाहिँ प्रष्ट भिजन भएको मान्छेलाई चुने पो हुन्छ। त्यसले गर्दाखेरि हामीले चुनेका नेताहरूमा नेतृत्व थिएन, भिजन थिएन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले गहिरो समीक्षा गर्नुपर्छ। त्यो नेता आकाशबाट तपाईँको चाहिँ वर्षी झरेको असिना थिएन, माटोमा उम्रिएको च्याउ जस्तो थिएन। हामी तपाईँले नै चुन्यौँ, त्यस्ता मान्छेहरूलाई चुनिरह्यौँ। अझै पनि हामी कन्फ्युज छौँ जस्तो मलाई लागिरहेको छ। अब पनि हामी कस्तो मान्छेलाई चुन्ने भन्ने बारेमा चाहिँ नि हामीलाई विलम्बन र त्यो तपाईँको दुधार हामीमा छ जस्तो मलाई लाग्छ। हामी त्यस्ता मान्छेहरूलाई चुनिरह्यौँ जुन मान्छेहरूले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे, व्यथितिमाथि व्यथिति फैलाइरहे, अन्य अत्याचारमाथि अन्य अत्याचार गरिरहे। त्यही तपाईँको चाहिँ अन्य अत्याचारलाई चाहिँ तपाईँको साङ्गठिक रूपमा चाहिँ स्थापित गरेर संस्थागत गर्नतर्फ लागे, तर नेपाली जनताले न्याय पाए। ती मान्छेहरू जुन मान्छेहरूले हामीले नेता सम्झ्यौँ, ती दलहरू जुन दलहरूलाई हामीले हाम्रो चाहिँ मताधिकार दिएर बहुमतमा तपाईँको चाहिँ पुर्याइरह्यौँ, सधैँभरि सत्ता सुम्पिरह्यौँ, ती सत्ता हामीले सुम्पेका मान्छेहरूले हाम्रो देशको सिंहदरबारसम्म जोगाउन सकेन, जोगाउन सकेन, संसद भवन जोगाउन सकेन। यी कुराहरू किन त्यस्तो भयो त भन्दाखेरि नेतृत्वको नालायकीपनले त्यो कुरा निम्त्यो। तमाम जेनजी युवाले, तमाम तपाईँको चाहिँ जनताले भनेको कुरालाई ठिक तरिकाले सम्बोधन गरेको भए त्यो भदौको 23 गते र 24 गते आउँथ्यो यो देशमा, आउँदैन थियो। जनतालाई हेप्ने, जनतालाई चेप्ने, कुट्दै राखेको तपाईँको चाहिँ नि होइन, पेल्दै आएको कारणले गर्दाखेरि त्यसरी नै जान सकिन्छ भन्ने किसिमको तपाईँको चाहिँ त्यो दमनकारी नीति गरेको कारणले गर्दाखेरि त्यो दुर्घटना हामीले नचाहँदै भयो। देशलाई सधैँभरि तपाईँको चाहिँ अराजकता, अशान्ति र अस्थिरतातर्फ लगिरहने मान्छेहरूलाई हामीले नेता सम्झिरह्यौँ। त्यो नेता थिएन हाम्रो लागि, वास्तविक नेता थिएनन्। ती थिए त तपाईँको छैन विदेशी इसारामा चल्ने मानिसहरू थिए, दम्बले फुलेका मानिसहरू थिए, जसले देशका जनतालाई किरा फट्याङ्ग्रा सम्झेर मार्नुपर्छ, दमन गर्नुपर्छ, जसरी पनि ठिक लगाइहालिन्छ भन्ने खालका तपाईँको निरङ्कुश सोच विचारले हाबी भएका मानिसहरू थिए। त्यस्ता मानिसहरूलाई हामीले नेतृत्व सम्झिरह्यौँ, नेता सम्झिरहेर देश सुम्पिरह्यौँ, सत्ता सुम्पिरह्यौँ, सरकार सुम्पिरह्यौँ, जसका कारणले गर्दाखेरि हाम्रो चाहिँ तपाईँको छैन जीवधनको आज सुरक्षा हुन सकेको छैन यो देश है। यो देशको नेतृत्व जसलाई हामीले चुन्यौँ, ती चुनेका नेताहरूलाई तपाईँको नेतृत्वलाई यो देशको सिमाना कहाँसम्म हो भन्ने थाहा छैन। थाहा छ? सिमानाको रक्षा गर्न नसक्ने, जनताको जीवधन सुरक्षा गर्न नसक्ने, व्यक्तिको तपाईँको सम्पत्तिको सुरक्षा गर्न नसक्ने,
यो देशमा न्याय स्थापित गर्न नसक्ने, रोजगारी दिन नसक्ने, केही पनि दिन नसक्ने मान्छेहरू नेता हुन लायकका मान्छेहरू रहेछन् त? त्यसो भएको कारणले गर्दाखेरि है यत्र पेट फुलाएर चिल्लो गाडीमा हिँडेर मात्रै हुँदैन। म भन्न चाहन्छु जनताको दुःखलाई बुझेको मान्छे हुनुपर्छ, जनताको समस्यालाई बुझेको मान्छे हुनुपर्छ, जनताको दुःख र समस्यालाई आफ्नो दुःख र समस्या सम्झिने मान्छे हुनुपर्छ। त्यस्तो नेतृत्वको खाँचो छ र त्यस्तो नेतृत्व बनेर एउटा अन्तिम विकल्पको रूपमा तपाईहरुको सामुन्ने, हामी सबैको सामुन्ने, हामी सबैको आफ्नो श्रम संस्कृति आएको कुरा म यहाँहरु सबैजनालाई निवेदन गर्दछु। श्रम संस्कृतिसँग छ भिजन है, वी हैव द भिजन। हामी यो देशलाई कसरी परिवर्तन गर्न सक्छौं भन्ने जरादेखिको उपाय हामीसँग छ। हामी त्यतिकै हावामा तपाईको छैन 3 घण्टा भाषण ठोकेर आफूलाई नेता सम्झदैनौं है। जनताको गरिब बस्ती बस्तीमा हामी पुगेका छौं, जनताको दुःखमा हामी तपाईको छैन रोएका छौं, जनताको तपाईको हरेक समस्यालाई हामीले बुझेका छौं। त्यो खालको एउटा चाहिँ एउटा अभियान बनाऊ, एउटा संस्कृति बनाऊ। ल भन्नु छ तपाईलाई मन पर्यो भने पार्टी नै भन्नुस्, ल पार्टी बनाऊ, त्यो आएको छ, त्यो पार्टी तपाईको हो। यो हर्क साम्पाङको एक्लो पेवा केही मान्छेहरुको रहेछ, यसो गएर त्यहाँ सुन्यौ ताली बजा होइन। अब आज यहाँ तपाई जो जति उपस्थित हुनुहुन्छ र मिडिया मार्फत जे जतिले हामीलाई सुनिराख्नु भएको बुझिराख्नु भएको छ, यो सम्पूर्ण नेपालीको संस्कृति हो, साझा संस्कृति हो, श्रम संस्कृति। श्रम संस्कृति जिन्दाबाद, जिन्दाबाद। श्रम संस्कृतिले मात्रै तपाईको छैन यो देशको समस्या समाधान गर्न सक्छ। यसको बारेमा म 1 वर्षसम्म बहस गर्न तयार छु, जोसँग कोसँग गर्नुपर्ने, कहाँ गर्नुपर्ने। तर यो कार्यक्रम मार्फत मैले छोटो मात्रै म जानकारी दिन चाहन्छु, छोटो मात्रै म दिन चाहन्छु जानकारी। वास्तवमा यो श्रम संस्कृति के हो भन्दा मान्छेलाई विकासको केन्द्रबिन्दु मान्ने अवधारणा हो श्रम संस्कृति। मान्छे मारेर विकास हुँदैन भन्ने सोचाइ हो श्रम संस्कृति है। विकासको केन्द्रबिन्दु मान्छे हो। मान्छे छ भने विकासको परिकल्पना गर्न सकिन्छ, तर मान्छेलाई विस्थापित गरेर, मान्छेलाई मारेर, कुल्चेर, काटेर हैन तपाईको चाहिँ फसाएर कुनै तपाईको चाहिँ अर्को कुरा प्राप्त गर्न चाहदैन श्रम संस्कृति। श्रम संस्कृतिले तपाईलाई माया गर्न सिकाउँछ। श्रम संस्कृतिले तपाईले देशलाई माया गर्नुपर्छ भन्छ। श्रम संस्कृतिले देशले तपाईलाई माया गर्नुपर्छ, सरकारले तपाईलाई माया गर्नुपर्छ भन्छ। मान्छेलाई केन्द्रबिन्दुमा राखेर बाटो बनाउनु भन्दा एउटा बिग्रेको मान्छेलाई सही मार्गमा देखाउनु ठुलो विकास सम्झने अवधारणा हो श्रम संस्कृति। बाटो चाहिँ ठुलो बनायो, मान्छे चाहिँ सबै स्वार्थी र तपाईको छैन हैन एकदम नराम्रो खराब प्रवृत्तिका भयौ भने त्यो ठुलो बाटोको कुनै अर्थ हुँदैन। आदरणीय दाजुभाइ दिदीबहिनी, मान्छेलाई परिवर्तन गर्ने संस्कृति हो यो। एउटा अल्छी मान्छेलाई पौरखी बनाउने, डुलेर लखर लखर हिँड्ने मान्छेलाई श्रमसँग जोड्ने संस्कृति हो श्रम संस्कृति। आज तमाम जेनजीले भ्रष्टाचार विरुद्धमा अभियान छेडेको छ, आन्दोलन गरेको छ, ज्यानै कतिले फाल्नुभयो, कतिले तपाईको छैन अझै पनि अङ्गभङ्ग गरेर तपाईको घाइते अवस्थामा अस्पतालमा कठिन दिनहरू बिताइराख्नु भएको छ। जेनजीको एउटा म्यान्डेट के थियो, जेनजीको चाहना के थियो भने यो देशमा भ्रष्टाचार नहोस् भन्ने। तर म यहाँहरु सबैजनालाई भन्न चाहन्छु, सधैँभरि मैले राख्दै गरेको तर्क अलिकति यहाँ दोहोरिन्छ। जब मान्छे काम गरेर खान चाहँदैन, गफ गरेर खाने भन्छ। गफ गरेर खाने मान्छे ठग हो, उसले ठग्न थाल्छ। ठग्ने मान्छेले कर्मचारी बनेर जागिर खायो भने पनि उसले घुस खान्छ, भ्रष्टाचार गर्छ हैन। नेता बनेर चुनिएर गयो, सांसद भयो, मन्त्री भयो भने उसले त देशै बेचेर खाइदिन्छ। गर्दाखेरि काम गरेर खानुपर्छ भन्ने संस्कृति हो श्रम संस्कृति। काम कुनै सानो हुँदैन है, काम कुनै पनि सानो हुँदैन है। सरसफाई कर्मीले गर्ने काम पनि प्रधानमन्त्रीले गर्ने काम जतिकै महत्त्वपूर्ण हो भन्छ श्रम संस्कृतिले। म यहाँहरु सबैजनालाई मैले भनिराखेको कुरा यहाँ दोहोऱ्याउन चाहन्छु हैन। यो देशमा श्रम र श्रमिकलाई हेर्ने दृष्टिकोण अत्यन्तै अपमानजनक छ। त्यसो भएको कारणले गर्दाखेरि काम गर्ने मान्छे सानो, काम गर्ने मान्छे महिला फोहोर, किसान फोहोर, मजदुर फोहोर भन्ने खालको समाज अझै बदलिएको छैन।
कामीले कमाइदिएको थालमा भात खाने तर त्यही कामीलाई घरभित्र नआइजाए भन्ने समाज अझै किसानले पकाइदिएको उब्जाइदिएको अन्न दिनरात खान्छ तर किसानलाई नै हेला गर्छ कि गर्दैन अझैसम्म? हो तपाईँले सिलाइदिएको लुगा लगाएर होइन बस्ने तर तपाईँलाई छिछि दूर दूर मेरो चाहिँ नेता नआइजाए भनेर समाजले अझै पनि मजदुरले बनाइदिएको घरमा बस्छ तर त्यो मजदुरलाई हेला गर्छ कि गर्दैन? त्यस्तो भएको कारणले गर्दाखेरि कामलाई हेर्ने दृष्टिकोण श्रम नै हो त्यो शक्ति जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ। हामीसँग हिमाल छ, पहाड छ, खनिज छ भनेर के गर्नु? काम गरिने हात बाँधेर बस्यो भने हिमालले के गर्छ र? होइन, खनिजले के गर्छ र? त्यो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि चाहिने एउटा मानव शक्ति, एउटा मानव प्रयासलाई श्रम भन्छ। त्यही श्रमलाई नै हामीले हेला गरेको कारणले यो देश कहिले पनि उत्पादन र निर्माणमा अघि बढ्न सकेन। कहिले पनि तपाईँको अर्थतन्त्र यो देशको डर भएन। यो देशमा हामीले गफ गर्ने मान्छेलाई ठुलो मान्छे सम्झ्यौँ। 3 घन्टा कति राम्रो गफ गरेको त ठुलो नेता रहेछ भन्यौँ है, तर त्यो नेताले देश बेचिरहेको देखेन, उसैलाई नमस्ते गरिरह्यौँ है। त्यो देश त्यही नेताले तपाईँको चाहिँ हामीलाई सुरक्षा दिन नसकेर हामी सडकमा घिसारिँदै मारिनु परेको हाम्रो गिदी तपाईँको चाहिँ साथीले उठाइदिएको दिन हामीले देख्नु पर्यो है। गफै मात्रै गरेर बस्ने गफ पनि देशको गरे त हुन्थ्यो त विदेशको गर्ने है। यो देशका पार्टीहरू सबै तपाईँको विदेशको सिद्धान्त बोकेको। 200 वर्ष पहिला जर्मनीमा मार्क्सले के लेख्यो अरे? काठमाडौँको माटोको सुगन्ध कस्तो छ भन्ने जर्मनीको मार्क्सलाई थाहा थियो है। चीनमा माओले के क्रान्ति गर्यो अरे है? चीन र नेपाल मिल्छ? नहुने कुरा गरेर हामी बिग्र्यौँ। त्यसले गर्दाखेरि विचार पनि हाम्रो विदेशी नै आयो, सेट विचार पनि विदेशी नै आयो। हामी इसारा पनि विदेशीको इसारामा सरकार चलाउने खालको देशमा बसिरहेका छौँ। अब त्यो देशलाई परिवर्तन गर्ने संस्कृति हो श्रम संस्कृति। श्रम संस्कृतिले गर्न चाहन्छ यो चिज। श्रम संस्कृतिले स्वाधीन अर्थतन्त्रको कुरा गर्छ। तपाईँ काम गर्नुहोस्, तपाईँले छिमेकीबाट ऋण लिएर भात खाँदै हुनुहुन्छ भने यो देश स्वाधीन बन्न सक्दैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो देश स्वाधीन बन्न सक्दैन। त्यसो भएको कारणले 2 हात तपाईँहरूको म हेर्न चाहन्छु। सबैजनाको 2 हात देखाइदिनुहोस् न। गजबले छ सबैजनाको छ 2 हात गर्ने काम हेर्न पाउँदाखेरि अत्यन्तै खुसी लाग्यो। त्यो 2 हात चलाएर तपाईँ आफै बाँच्नुपर्छ। तपाईँ आफै बाँच्नुपर्छ। व्यक्तिलाई तपाईँको छैन श्रममा जोडेर, श्रम मार्फत माटोमा जोडेर, माटो हुँदै देशसँग एउटा नागरिकलाई जोड्ने अभियान हो श्रम संस्कृति। त्यो श्रम संस्कृतिमा म यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। देशलाई नचिनेर, देशको प्रकृतिलाई नबुझेर, देशको संस्कृतिलाई नबुझेर आदरणीय दाजुभाइ दिदीबहिनीहरू हामी धेरै पछि पऱ्यौँ। मैले भन्ने गरेको कुरा, यो देश यो संसारमा आधुनिकता भन्ने कहीँ छैन, छ त सिर्फ संस्कृति छ। तर यदि हामी आफ्नो संस्कृतिलाई बिर्सन्छौँ भने विदेशी संस्कृति हाम्रो देशमा आइपुग्छ अनि त्यो विदेशी हाम्रो देशमा आएको नयाँ संस्कृति हामीलाई आधुनिकता हो भन्ने लाग्छ अनि त्यो कुरालाई अपनाउँछौँ। हाम्रो सबै धनराशि तपाईँको चाहिँ त्यो विदेशी संस्कृतिलाई दिइपठाउँछ। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो देश संस्कृतिमा धनी देश। अब यही देशको संस्कृतिसँग युवालाई जोड्न चाहन्छ, त्यो संस्कृति हो स्वाधीनताको कुरा गर्छ। श्रम संस्कृतिले विदेशी ऋणको भरमा देशको बाटो बनाउनुपर्छ, पुल बनाउनुपर्छ भन्दैन। यही देशको तपाईँको छैन हामी सबैसँग भएको 2 हात प्रयोग गरेर यही देशको स्रोतलाई परिचालन गरेर, यही देशको अर्थतन्त्रलाई उँभो लगाएर, यही देशमा उत्पादन गरेर, यही देशमा राम्रा कामहरू गरेर देशलाई अगाडि बढाउन चाहन्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, विदेशी तपाईँको छैन चलखेलमा, विदेशी तपाईँको रणमैदान बन्न आँटेको हाम्रो देशलाई बचाउन निस्किएको एउटा महाअभियान हो श्रम संस्कृति अभियान। त्यो श्रम संस्कृति अभियानमा तपाईँ जोडिन चाहनुहुन्छ? म सबैलाई सोध्न चाहन्छु, तपाईँ जोडिन चाहनुहुन्छ? भनिदिनुहोस्, पछाडि बस्नेहरूले भनिदिनुहोस्। कि तपाईँहरूलाई लागिरहेको छ म त एमालेको यस्तो नेता, म त कङ्ग्रेसको यस्तो नेता, म त पार्टीको भयो? गफ नगर्नुहोस्। त्यो गफ सुनेको 70 वर्ष भइसक्यो, 80 वर्ष भइसक्यो। नाउ वी क्यानट वेट एनिमोर।
अब हामी पर्खन सक्दैनौँ। 100 वर्षसम्म हेरौँ न त हाम्रो पार्टीहरूलाई कतै गर्छ कि भन्ने फुल त्यो खालको मूर्ख हामी बन्दैनौँ। यहाँ अधिकांश जेनजीहरू उपस्थित हुनुभएको छ। जेनजीहरूलाई त्यो कुरा मनपर्छ? हो, जेनजीहरूले एउटा कुरा भन्न खोजेको कुरा के छ भने अब हामी विकास मात्र होइन क्रान्तिकारी विकास गरौँ भन्न खोजेको छ। क्रान्तिकारी विकास र विकासमा के फरक छ म तपाईँहरूलाई भन्न चाहन्छु। विकास भन्ने ठेकदारले पनि गर्न सक्छ, तर क्रान्तिकारी विकास भनेको तपाईँ हामी सबै मिलेर गर्छ। ठेकदारले 1 वर्ष लगाएर गर्ने काम यदि श्रमदानबाट हामीले 1 महिनामा गर्न सक्छौँ भने 11 महिना बचाउँछौँ। त्यो 11 महिना बचाएर त्यसरी तपाईँको छैन छिट्टो द्रुत गतिमा फास्ट ट्र्याकमा विकास गर्न चाहन्छ। त्यो विकासलाई क्रान्तिकारी विकास भन्छ। त्यो विकास आजको आवश्यकता हो। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, विदेशी ऋणबाट एडिबी र वर्ल्ड ब्याङ्कले दिन्छ अनि म विकास गर्छु भन्ने आशामुखी बन्दैन हाम्रो अब श्रम संस्कृतिले। त्यो बन्न हामीलाई सिकाउँदैन। त्यो कुरा जेनजीले भन्न चाहेको हो भन्ने मैले बुझेको छु है। जेनजीको आन्दोलनमा भएको अनस्पोकन ट्रुथ नभनिएको एउटा सत्य के छ भन्दाखेरि हाम्रो विचार अनुसारको राज्य हुनुपर्छ भन्ने पनि हो कि होइन? त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले घोषणा पत्रमा लेखेका छौँ हामी सरकार गठन गरिसकेपछि हामीले नै जित्छौँ, हामीले नै जित्ने हो। कुनै शङ्का छ छैन? हामीले जित्छौँ, हामीले सरकार गठन गर्छौँ। त्यस पछाडि हामीले चाहिँ जेनजीको एउटा आयोग बनायौँ है। जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नु पर्यो नि होइन? 80 वर्ष पुगेको तपाईँको चाहिँ मान्छेले नेताले सोचेको कुरा र तपाईँको चाहिँ हिजो अस्तिको बाल के तपाईँको चाहिँ एउटा युवा पुस्ताले सोचेको कुरा मिल्छ? त्यसले गर्दाखेरि यो देशको नीति बनाउँदाखेरि जेनजीको स्पिरिटलाई, जेनजीको चाहिँ सेन्टिमेन्टलाई, जेनजीको तपाईँको चाहिँ निड्सलाई, सबै कुरालाई चाहिँ आवश्यकता चाहना र तपाईँको चाहिँ भावनालाई समेटेर यो देशको अग्रगामी छलाङ मार्ने गरेको नीतिहरू हामीले बनाउँछौँ। किनभने मैले आज जे सोचिरहेको छु म भन्दा 20 वर्ष पछाडि जन्मेको बालकले, त्यो जेनजीले, त्यो युवाले मैले सोचेको लेभलमा सोचेको हुँदैन। हि इज थिङ्किङ द नेक्स्ट लेभल है। त्यसले गर्दाखेरि त्यो खालको अग्रगामी कार्यक्रमहरू हामीले बनाउनु पर्छ। यो त केटाकेटी हो। मलाई पनि अघि कसले कुन चाहिँले भन्दै थियो तपाईँको घरमा के अरे पत्रकारले अघि भर्खरको ठेक्ना छ, भर्खर सिक्दैछ भन्दै थियो। त्यो होइन, त्यो तरिकाले जाँदैन है। त्यो तरिकाले जाँदैन। संसार कहाँदेखि कहाँ पुगिसकेको छ यो कुरा हेर्न जरुरी छ। 70 वर्षदेखि तपाईँको भाषण गर्ने पार्टीको पछाडि लाग्दाखेरि उत्तरतर्फको छिमेकी चीनले हामीलाई झन्डै 200 वर्ष पछाडि छोडेर विकास है। अनि अझै हामी उनीहरूकै पछाडि लागिराख्नु पर्ने होइन है। जसले देशका छैन नदीनालाहरू बेचिरहेका छन्, असमान सन्धि सम्झौताहरू गरिरहेका छन्, त्यस्तै मान्छेहरूको पछाडि हामी लागिदिनु पर्ने, ताली बजाइदिनु पर्ने होइन है। वी वर्क एज द स्पिरिट अफ द जेनजी। जेनजीको तपाईँको छैन स्पिरिट अनुसारको काम गर्छ श्रम संस्कृतिले, र श्रम संस्कृतिले एउटा अनुरोध पनि गर्छ जेनजीलाई, अब हामी सबै मिलेर बाँझो बारी खनौँ। तपाईँहरू पनि आउनुहोस्, गैँती लिएर, कोदालो लिएर। मैले प्रतीकात्मक हिसाबले भन्दैछु, कोदालो नै लिएर नखन्नुला, नै कुनै मेसिन लिएर पनि खन्न सकिन्छ। तर म के भन्दैछु भने जोसको कुरा हो, स्पिरिटको कुरा। बाँझो नेपाललाई चिर्नका लागि तपाईँहरूले मलाई सघाउनुहुन्छ? सघाउने हातहरू हेरौँ न त। हातहरू देख्न चाहन्छु। सबै मिलेर एकचोटि भन्नु त, 3 करोड नेपालीको 6 करोड हात। सबैजनाले भन्नुहोस् 3 करोड नेपालीको 6 करोड हात। 3 करोड नेपालीको 6 करोड हात। देश सम्झिँदा लाज लाग्ने होइन, देश सम्झिँदा डर मान्नु हुँदैन, लजाउनु हुँदैन है। अघि भर्खर हामीले के भन्यौँ? देश देश देश। त्यसो भएको कारणले अझै जोडले भनौँ, 3 करोड नेपालीको 6 करोड हात। 3 करोड नेपालीको 6 करोड हात। हलाउनुपर्छ एकैसाथ, हलाउनुपर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, कलमले मात्र बन्दैन यो देश। औजार चलाउनु पर्छ, अब औजार चलाउनु पर्छ। नीतिले मात्रै बन्दैन देश, नीतिले मात्र बन्दैन यो देश। श्रमदान गर्नुपर्छ, श्रमदान गर्नुपर्छ। हामी सबैजना श्रमदाता बन्न तयार हो? श्रम संस्कृति पार्टी यस्तो पार्टी हो जुन पार्टीको आफ्नो झन्डा छैन। आफ्नो झन्डा बोकेर हिँड्न थाल्यो भने राष्ट्रिय झन्डाको मोह हराउँदै जाँदो रहेछ।
त्यसको माया पनि हराउँदै जाँदो रहेछ। मेरो त यो पार्टीको झन्डा हो भनेर त्यही बोकेर बस्नु पर्दो रहेछ भनेर हामीले झन्डा राख्यौँ। मन पर्यो तपाईँहरूलाई है? हामीले कुनै उच निच नहोस् भनेर समतामुखी तपाईँको चाहिँ नि हाम्रो श्रम संस्कृति बनाउनु पर्छ भनेर यो पार्टीमा कोही नेता र कोही कार्यकर्ताको परिकल्पना गरिएको छैन। यो पार्टीमा सबै मान्छे श्रमदाता हो। यहाँ कसैलाई नलागोस् म चाहिँ नेता हो भन्ने नलागोस्, हामी सबैजना श्रमदाता। तपाईँ पनि श्रमदाता, म पनि श्रमदाता, तपाईँ पनि श्रमिक, म पनि श्रमिक। भोलि म जुनसुकै ठाउँमा पुगौँ नपुगौँ एउटा ठाउँमा छ, तर सधैँभरि मेरो सोचाइ यही है। एकदम सही। यहाँ तपाईँको सानो हुनुपर्ने, कोही मान्छेले ठुलो हुनुपर्ने भन्ने छैन। श्रम संस्कृतिको चेतनाले के भन्छ भने ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ कसको आशा? तपाईँ आशा नहेर्नुहोस् अरूको, ऐना हेर्नुहोस्। ऐना हेर्दाखेरि जो देखिन्छ त्यही मान्छे हो देशमा है। त्यो देश कसले बनाउँदो रहेछ? मैले भनिदिनुहोस्, मैले त्यो देश कसले बनाउँदो रहेछ? ऐना हेर्दा जो देखिन्छ त्यही मान्छेले देश बनाउने। त्यसो भएको कारणले गर्दाखेरि यो नेता र कार्यकर्ता नभएको पार्टी, श्रमदाता मात्रै भएको पार्टीमा तपाईँ पनि नयाँ श्रमदाता बन्नुहुन्छ? आदेश गरिदिनुहोस् त, बन्नुहुन्छ? यो जोस हुनुपर्छ। मैले बारम्बार भन्दै आएको कुरा यहाँ म दोहोऱ्याउन चाहन्छु एकचोटि। हाम्रो प्रतिस्पर्धा न एमाले हो, न काङ्ग्रेस हो, न माओवादी हो। माओवादी छैन भने होला, न कुनै पार्टी हो। हाम्रो प्रतिस्पर्धा भनेको चाइना र इन्डिया। के हुन्छ? विकासमा, अरू थोकमा होइन, विकासमा, श्रममा, उत्पादनमा, निर्माणमा, सुशासनमा हामी चाइनासँग टक्कर गर्छौँ है। त्यो जोस छ तपाईँको छातीमा, त्यो जोस छ तपाईँको पाखुरामा, दम छ तपाईँको छातीभित्र यो देश छ। यदि त्यसो भने यो देश बन्दैन भन्ने कुरामा कुनै तपाईँको छैन होइन। हामीले यो देश बन्दैन भन्ने कुरै भएन, यो देश बन्छ भन्ने कुरामा दुविधा रह्यो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण तपाईँको छैन भान्जा भान्जी र जेन्जीहरू सबैजना यहाँ हामीलाई जे जति सुनिराख्नु भएको छ, यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। यो देशलाई दूरदर्शी नेताको खाँचो छ है। यो देशलाई दूरदर्शी नेताको खाँचो छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी सेवक होइन, नेता चाहन्छौँ, नेतृत्व चाहन्छौँ। तपाईँ भोको हुँदाखेरि तपाईँलाई भात लिएर खुवाउने भनेको त्यो सेवक मात्रै हो। तर तपाईँ भोको हुँदाखेरि तपाईँले आफै अन्न उत्पादन गरेर खान सिकाउने मान्छे नेता हो। त्यो नेतृत्वको खाँचो छ तपाईँलाई है। त्यसो भएको कारणले गर्दाखेरि म यो समाजलाई, यो नेपाली समाजलाई उठाउन चाहन्छु, चुरुक्कै तपाईँको चाहिँ जगाउन चाहन्छु। अब हामी गरेर खानुपर्छ, मरेर जानु हुँदैन, मरेर जानु हुँदैन। यता आइदिनुहोस्, यो हाम्रो टी सर्ट हो, उता स्टेजतिर फर्किदिनुहोस्। यहाँ लेखिएको छ, म हुँ श्रमदाता, हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास। हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास। सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। त्यो श्रमदाता बन्ने हो तपाईँ? त्यो श्रमदाता बन्ने हो तपाईँ? हाम्रो श्रमको सिद्धान्तले, हाम्रो श्रम संस्कृतिको मान्यताले के भन्छ भने अल्छी मान्छे मरेको मान्छे। मान्छे मर्नका लागि सासै जानु पर्दैन है। हाम्रो श्रमको सिद्धान्तले के भन्छ, यदि तपाईँ अल्छी हुनुभयो भने तपाईँ जिउँदो लास हो। जिउँदो लास भनेको के हो? कहिले सास जान्छ र त्यसको अन्त्येष्टि गरौँ भन्ने पर्खिने मात्रै हो। त्यसो भएको कारणले गर्दाखेरि यो देश बाँचिरहेको हुनुपर्छ भने हामी सबैको चेतनामा म पनि बाँचिरहेको छु भन्ने हुनुपर्छ। तपाईँहरू जीवित मान्छे हो, जीवित मान्छे हो, जीवित मान्छे हो। यदि तपाईँहरू जीवित मान्छे भने पक्कै पनि हाम्रो देश बाँचिरहेको देश हो। यो बाँचिरहेको देश र हाँसिरहेको देशमा कुनै पनि विदेशी शक्तिले खेल्न पाउँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, जीवित नेपालीहरूको देशमा कुनै तपाईँको विदेशी शक्तिले हालिमुहाली गर्न पाउँदैन, उसको क्रीडास्थल बनाउन पाउँदैन। हामी हाम्रो स्वाभिमान भन्दा ठुलो, हामी हाम्रो गौरव भन्दा ठुलो, हामी हाम्रो देश र हाम्रो राष्ट्रियता भन्दा ठुलो अरू केही देख्दैनौँ। त्यसो भएको कारणले गर्दाखेरि कोही कसैले हामीलाई बत्तीको खम्बा अगाडि दिन्छु, लाइन ल्याइदिन्छु भनेर प्रलोभनमा पार्न छोडिदिनुहोस् है। हामीलाई हाम्रो माटो, हामीलाई हाम्रो देश
भौतिक सेवा सुविधाको प्रलोभन भन्दा माथि छ। हामी आफै ल्याउन सक्छौँ बत्ती। हामी कसैको तपाईँको चाहिँ नि एमसिसी र फेमसिसी हामीलाई चाहिँदैन। हामी आफै नै उत्पादन गर्न सक्छौँ। उत्पादन गर्न सक्छौँ किनभने मरेको नेपाली छैन, बाँचिरहेको जिउँदो संघदाताहरूको देश हो यो। त्यसो भएको कारणले हामी गर्न सक्छौँ। प्रविधिमा हामी कमी छौँ भन्ने तपाईँलाई लागेको होला, भ्रम हो। न प्रकृतिमा हामी कमी छौँ। सगरमाथा जस्तो तपाईँको चाहिँ नि सर्वोच्च शिखर भएको देश। संस्कृतिमा न हामी तपाईँको चाहिँ नि हामी चोक चोकमा गाउँ गाउँमा टोल टोलमा विविध खालका संस्कृतिहरू हामीसँग छ। हामी न संस्कृतिमा कम छौँ न प्रविधिमा कम छौँ। आजभन्दा 1500 वर्ष पहिला ठिकी र जाँतो बनाउने पुर्खाको सन्तान हो कि होइन हामी? तर पछिल्लो समयमा हामीलाई हाम्रो शिक्षाबाट हामीलाई ट्विस्ट गरिदियो है। हामीले हाम्रो मौलिक प्रविधिहरू सबै त्यागेर, मौलिकतालाई त्यागेर विदेशीले तपाईँको चाहिँ बेचेको पापड खान थाल्यो। त्यहाँदेखि सबै कुरा बिर्स्यो। आजभन्दा 2000 वर्ष पहिला जाँतो र ठिक्की बनाउने पुर्खाको सन्तानले आज एउटा सियो पनि बनाउन सक्दैन भन्दाखेरि लाजले शिर घरिघरि मेरो त कता कता निहुरिन्छ। अब प्रविधिको क्षेत्रमा पनि युवा जाग्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हर्कबाद भनेको के हो भनेर धेरै पत्रकारहरूले अपमान गर्ने तपाईँको चाहिँ भाषामा सोधेको देख्दैछु है। हर्कबाद भनेको के हो भन्दा यो देशको प्रकृति, यो देशको संस्कृति र यही देशको प्रविधिको कुरा गर्ने एउटा सिद्धान्त हो हर्कबाद है। हर्कबादले यो सिमानाको रक्षा गर्नु भन्छ। यहाँका तपाईँको चाहिँ प्रकृतिको संरक्षण गर्नुपर्छ भन्छ। यहाँको ढुङ्गा र माटो नै हाम्रो तपाईँको सम्पत्ति हो भन्छ। विदेशी बातलाई पढेर फल्नाले मार्नुपर्ने, फल्ना के जातको कुरा पार्टीको कुरा गरेर भिडन्त गरेर नेपाली जनताको रगतमा ठेक्दै गएर सत्ताको कुर्सीमा बस्ने बात होइन यो। अर्काले खाँदै गरेको रोटी खोसाएर खाने बात होइन यो। यो के हो भन्दाखेरि अरूलाई दुःख पर्दाखेरि उसलाई सम्हाल्ने, उसलाई सघाउने बात हो यो है। प्रकृति, संस्कृति र प्रविधिको अन्तर सम्बन्ध नै जीवन हो। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको उन्नति गर्छ भन्ने बात हो यो तीनटाको सन्तुलन भएन भने, सन्तुलन बिग्रियो भने संसार रहँदैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो शरीर आफैमा प्रकृति हो, हाम्रो सोच विचार आफैमा संस्कृति हो। हाम्रो शरीर हार्डवेयर हो, हाम्रो सोचाइ सफ्टवेयर हो। त्यो सफ्टवेयर संस्कृति हो, त्यो हार्डवेयर प्रकृति हो है। त्यो दुईटैलाई प्रयोग गरेर जुन हामी गर्छौँ काम, त्यो हो प्रविधि। यसरी बुझ्नुपर्छ। यो एउटा स्वदेशी तपाईँको चाहिँ एउटा मान्यता र दर्शन भएको कुरामा जानकारी गराउन चाहन्छु। यहाँ धेरैले भने अर्कबाद भनेको के हो, अर्कबाद भनेको के हो, त्यो हो अर्कबाद है। यो देशको ढुङ्गाको कुरा गर्छ, यो देशको माटोको कुरा गर्छ है, यो देशको स्वाधीनताको कुरा गर्छ, त्यो अर्कबाद। यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु। सबैजनालाई म सब संस्कृतिमा स्वागत गर्न चाहन्छु। तपाईँहरू आउन चाहनुहुन्छ? एकदम साँच्चै नै आउन चाहनुहुन्छ? एकदम ह्याप्पीसँग। चेतना र पसिना, विचार र औजार। चेतना र पसिना भनिदिनुहोस् त सबैजनाले। चेतना र पसिना, विचार र औजार भनिदिनुहोस् त। विचार र औजार हो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँको टाउकोमा भएको विचारले परिवर्तन ल्याउँदैन जबसम्म तपाईँ त्यो विचारलाई व्यक्त गर्नुहुन्न। जब तपाईँ व्यक्त गर्नुहुन्छ, त्यो अभिव्यक्तिले मात्रै पनि क्रान्ति गर्दैन। जब तपाईँ त्यो अभिव्यक्ति अनुसारको क्रियाकलाप गर्नुहुन्छ, कर्म गर्नुहुन्छ, त्यो कर्मले मात्रै पनि क्रान्ति पुरा हुँदैन। जबसम्म त्यो कर्मले यो देशको तपाईँको चाहिँ 3 करोड नेपालीको जीवनमा परिवर्तन ल्याउने गरेको परिणाम देखाउँदैन, तबसम्म क्रान्ति सफल हुँदैन। कुन चाहिँ वैज्ञानिकले कहाँ, कुन विद्वानले के भनेको थियो भन्ने त्यत्रो ठेली पढ्नु क्रान्ति होइन आदरणीय दाजुभाइ दिदीबहिनी है। त्यो ठुलो कुरो होइन। तपाईँको सोचाइमा, तपाईँको टाउकोमा किताब कुन चाहिँले लेख्यो होइन, मार्क्सले लेख्यो कि लेनिनले लेख्यो कि स्ट्यालिनले लेख्यो भन्ने कुरा ठुलो होइन। तपाईँको खोपडीमा चाहिँ के आयो भन्ने कुरा हो है। तपाईँको खोपडीमा हाम्रो टी सर्टमा लेखे जस्तो देश सोच्न सकौँ, देश बोल्न सकौँ,
देशकै कर्म गर्न सकौँ, देशकै निम्ति मर्न सकौँ भन्ने विचार आयो भने मात्रै क्रान्ति टुसायो। तपाईको दिमागमा यो देश आयो? कार्यक्रममा यो तपाईको सभाबाट तपाईको मनमा यो देशको प्रतिबिम्ब तपाईको चाहिँ छोड्न चाहन्छु। तपाईले अब आगामी दिनहरूमा तपाईको भोट हाल्दै गर्दा मलाई सम्झनु, मेरो अनुहार सम्झनु, यो कार्यक्रम सम्झनु है। तपाईको सोचाइमा देश आयो भने बल्ल क्रान्ति सुरु भयो, बल्ल क्रान्ति सुरु भयो। तपाईको सोचाइमा देश आउनु ठुलो कुरो, त्यो सुरुवात हो। तर त्यति मात्रै काफी छैन। जब तपाईँ देश बोल्नुहुन्छ नि, देशको बारेमा बोल्नुहुन्छ, अब क्रान्ति सुरु भयो। बोलेर मात्रै हुँदैन, त्यो बोली अनुसारको व्यवहार गर्नु पर्यो। त्यसले तपाईँको चाहिँ कर्म लानु पर्यो। त्यो मिसन नै हो श्रमदानको मिसन है। नेता बन्नका लागि 5 वटा कुरा चाहिन्छ: भिजन, डिसिजन, कमिटमेन्ट, तपाईँको छैन प्लान एन्ड एक्सन है। भिजन, डिसिजन, कमिटमेन्ट, तपाईको के हो प्लान एन्ड एक्सन। यी कुराहरू चाहिन्छ। यो कुराहरू गर्नका लागि हामीसँग चाहिँ तपाईको त्यो खालको सोच विचार हुनु जरुरी छ। अब तपाईको मनमा देश आयो भने अब तपाईले चाहिँ त्यो देशलाई अभिव्यक्त गर्ने अभियान चाहिन्छ। त्यो अभियान नै हो श्रम संस्कृति, जुन श्रमदानको अभियानबाट हामी गर्न सक्छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी पेटको बारेमा चिन्तित मान्छे, के खाउँ भरे गएर मेरो केटाकेटीलाई के खुवाउँ। अब पेट सँगसँगै देशको बारेमा पनि चिन्तन गर्नुपर्छ भन्ने संस्कृति हो श्रम संस्कृति है। पेटको बारेमा मात्रै सोचिरहने मान्छेले नै यो देश बेचेको हो क्या है। नेता हो भन्छ, उसको दिमागमा देशै छैन, खालि मुखमा मात्रै छ, कहाँ हुन्छ? त्यसले गर्दाखेरि छाती र टाउकोमा हुनुपर्छ देश भन्ने कुरा सुरु गर्न चाहन्छ श्रम संस्कृतिले। म यहाँहरू सबैजनालाई यो श्रम संस्कृतिमा आउनका लागि अनुरोध गर्न चाहन्छु। तपाईँहरू आउन चाहनुहुन्छ? एउटा गीत गाउँ कि क्या हो? छैन, सँगसँगै गाउँला हुन्छ? सँगसँगै गाउँला ल। धुलो धुलो मैला भन्छौँ हामी। धुलोको बारेमा एउटा मैले गीत लेखेको छु, त्यो गाउँला। अझै पनि छ मेरो कुराहरू। पहिला गीत गाउँ न अलिकति, एकछिन नाच्नु पनि पर्छ, फोटो खिच्नुपर्छ सबैले। रेडी हो? धुलो होइन यो, धुलो कति कुरा मात्रै सुन्ने भनेर नि ब्रेक लिएको है, राष्ट्रप्रेमी ब्रेक। धुलो होइन यो, मेरो देशको माटो, सबैले गाउनु न, मलाई राम्रो सुनिन्छ। सबैले गाउनु त नलजाइकन। धुलो होइन यो, मेरो देशको माटो, हिलो होइन यो, मेरो देशको माटो, मेरो देशको माटो, धुलो होइन यो। सबैले गाउँ है, अल्छी बाबा। घाँटी हिँड्ने, ठगी खाने राजनीतिको अन्त्य हो। संस्कृतिको सुरुवात हो।
भएन फेरि राम्रो गाउँ है राम्रो गाउँ है ढाँटी हिँड्ने ठगी खाने राजनीतिको अन्त्य हो कर्म गर्ने श्रम गर्ने संस्कृतिको सुरुवात हो असिम पसिम भारी बकुला तर मागी खान कहिले नपरोस् नि भरै घाँटी कहिले नपरोस् मेरो देशको माटो हिलो होइन यो मेरो देशको माटो तपाईँको जीवनमा केही छैन तपाईँलाई निराशै निराशा छ यता हेऱ्यो उदासी उता हेऱ्यो उदासी यता हेऱ्यो असफलता उता हेऱ्यो बेरोजगारी यता हेऱ्यो अभाव र गरिबी द्वन्द्व झगडा आन्दोलन आगजनी लाग्छ त्यस्तो खालको देशमा अब हामीले आदरणीय दाजुभाइ दिदीबहिनीहरू अब हामी माटोतिर हेरौँ जहाँ हामी उभिएका छौँ त्यो माटो हाम्रो हो अब त्यो माटोमा रगत होइन पसिनाको बास्ना आउनुपर्छ अहिलेसम्म हाम्रो माटोमा रगतको बास्ना मात्र आइरहेको छ रगतको तपाईँको गन्ध मात्र आइरहेको छ त्यसो भएको कारणले गर्दाखेरि अब पसिनाले यो देशको माटोलाई भिजाएर अब हामीले यही देशमा गरी खानुपर्छ भन्ने यो गीतले भन्दै थियो हामी माटोलाई मैला भन्छौँ धुलो भन्छौँ त्यसो भन्नु हुँदैन धुलो होइन यो मेरो देशको माटो हो हिलो होइन यो मेरो देशको माटो स्वाभिमानी नेपालीहरूको जय होस् भन्नुहोस् त हामी यो माटोको गौरव बोकेर आकाश छुन चाहने नेपाली हामी यही माटोको गौरव बोकेर संसारभरि स्वाभिमानी बनेर चाहिँ बाँच्न चाहने नेपाली त्यसो भएको कारणले गर्दाखेरि यो माटोलाई धुलो भन्ने भुल हामीबाट हुन नहोस् र अरू कसैले त्यो भन्दैछ भने त्यतातिर हामी सुन्नु पनि हुँदैन अब आजदेखि हामी माटो प्रेमी बन्यौँ माटोलाई माया गर्ने बन्यौँ आज यो सिफल चौरबाट निस्कँदै गर्दा हामी यो माटोको प्रेमी बनेर माटोसँग लप परेर निस्कौँ है हुन्छ यो देशको प्रेमी बनेर यो देशसँग लप परेर निस्कनुपर्छ अब त्यसो भएको कारणले गर्दाखेरि यो देशलाई असली तरिकाले साँचो अर्थमा हामीले माया गर्ने भने हामीले हाम्रो देशको माटोलाई घात गर्ने यो देशको स्वाधीनतालाई घात गर्ने अपमान जन्ने तपाईँको छैन असमान जन्ने सन्धि सम्झौतामा राष्ट्रिय तपाईँको छैन हाम्रो स्वाभिमानलाई दाउमा राख्ने मान्छेहरूलाई हामीले भोट दिनु हुँदैन हुन्छ हामीले चिनिसक्यौँ 70 वर्षदेखि भाषण सुन्दै आयौँ थुप्रै 20औं वर्ष 30औं वर्षदेखि तपाईँको छैन हामी प्रलोभनमा भुल्दै आयौँ त्यो तपाईँको छैन प्रलोभनमा भुल्ने क्रमलाई हामीले भङ्ग गर्ने हो कि होइन अब आदरणीय दाजुभाइ दिदीबहिनीहरू हो म त्यो भन्न चाहन्छु यहाँहरू सबैजनालाई अब हामी माथि उठेर यो देशलाई देख्नुपर्छ पार्टी जाति धर्म वर्ग यो त्यो भन्ने बाहनामा फुटेर होइन अब आदरणीय दाजुभाइ दिदीबहिनीहरू जुटेर हामीले अघि भर्खरै हाम्रो शिरगीतले भने जस्तो हाते मालो गरौँ आजै सच्चाएर आफूलाई परिवर्तन यहाँबाट आउँछ है परिवर्तन छातीबाट आउँछ टाउकोबाट आउँछ छातीमा देशको माया र टाउकोमा विवेक यो दुईवटा कुरा चेतना हाम्रो टाउकोमा छ भने परिवर्तन आउँछ होइन भने परिवर्तन अरूले ल्याइदिने कुरा होइन यहाँहरू सबैजनालाई म भन्न चाहन्छु त्यो परिवर्तन ल्याउनका लागि हामी सबैले कोसिस गरौँ हामी सबै लागौँ बोर लाग्यो लामो भयो एक दुईवटा कुरा अब म भन्छु एक दुईवटा कुरामा भन्छु अब यहाँ युवा पुस्ताको उल्लेख्य उपस्थिति छ जेनजीलाई है म सुझाव दिन चाहन्छु प्लिज
नेभर बी मिसयुज। श्रम संस्कृति मात्रै यस्तो एउटा सङ्गठन हो जुन सङ्गठनले तपाईँलाई ढुङ्गा हान्न भन्दैन, ढुङ्गा बोक्न बोलाउँछ। ठुलो ठुलो बोक्नुपर्छ भन्दैन, सकेको बोक्नु न, सकेको गर्नु न है। देशको लागि एक थोपा पसिना नचुहाउने अनि देश बन्नुहोस् भन्ने कल्पना गरेर हिँडेर हुन्छ? हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि जेनजीलाई मिसयुज गर्दैन श्रम संस्कृतिले। श्रम संस्कृतिले तपाईँको जेनजीलाई एउटा राष्ट्रभक्त युवाको रूपमा, युवा शक्तिको रूपमा सदुपयोग गर्न चाहन्छ राष्ट्र निर्माणको खातिर। तर यो देशमा युवालाई तँलाई एक प्लेट चाउमिन किनिदिन्छु भाइ, भरे तपाईँको चाहिँ नि होइन एक बोतल रक्सी र सेकुवा पाउलास, 5,000 रुपियाँ पैसा दिन्छु, एक दिनभरिको पेट्रोल खर्च दिन्छु, जा गएर त्यसलाई ठोक्दे, तँलाई केही हुनु दिँदैन, पुलिसले पक्रियो भने मै छँदैछु, हाम्रै पार्टीको तपाईँको गृहमन्त्री छ, तँलाई केही हुनु दिँदैन। त्यस्तो तरिकाले दुरुत्साहन गरेर, त्यस्तो तरिकाले दुरुपयोग गरेर युवा शक्तिलाई यो देशमा चाहिँ नि सत्तामा हालिमुहाली गर्नेहरूलाई हामीले अब चिन्ने कि नचिन्ने? एउटा भर्खरको युवाले राजनीति गर्ने गुन्डा बनाउँछ अनि चरी र घाइटे भन्नेहरू मारी अरे भन्ने सुने मैले। चिन्नु त चिन्दिनँ, त्योभन्दा धेरै म बुझ्दिनँ। त्यसले गर्दाखेरि मलाई बुझ्नु पनि छैन त्यतातिर। त्यसले गर्दाखेरि एउटा युवालाई राजनीतिक गुन्डा बनाउने त्यो हो भिजन हुँदैन। सोध्न चाहन्छु है, तमाम दलहरूलाई सोध्न चाहन्छु, त्यसरी मिसयुज नगर्नुहोस्। एउटा साथीसँग अर्को साथीलाई मिलाएर यो देशको लागि सानो भए पनि एउटा बिरुवा रोपाए, नानी फुल रोपाए, केही नगरे पनि 40 भयो भन्नु पर्दैन? नहुने कुरा त्यो खालको हुन्छ भिजन है। विदेशी प्रभुलाई ढोग्यो अनि अलिकति पैसा ल्यायो अनि आफूले चाहिँ टन्न राख्यो, अलिकति फाल्दैन रे, त्यो फालेको चेपै पक्रेर खानुहुन्छ युवाले? युवाले खानुहुन्छ? हुँदैन है। अब एउटा भाष्य तपाईँले के खडा गरिराखेको म नेपाली समाजले सुन्छु भने, मासु भात बाँड्यो भने पक्रेर खाने, भोट चाहिँ अर्कोलाई दिने अरे। खानु हुँदैन, त्यो पाप हो, पाप हो। देश बेचेर ल्याएको पैसाले तपाईँलाई खुवाएको मासु भात तपाईँले खानुभयो भने तपाईँ पनि पापी हुनुभएको भएन? त्यस्तो कुरा हुन्छ? खाँदैन। के को मासु भात खान्छ? हामी आफै गरेर खान सक्दैनौँ र? नाथे एक दिन 2-4 छाक चुनावको बेला दिएको पैसाले हामीले पुग्ने हो र भनेको? पुग्दैन। त्यसो भएको कारणले गर्दाखेरि म खबरदार खबरदार त्यसो नगर्नुहोस् है। त्यो पापको कमाइ हो, त्यो तपाईँको छैन ज्याला मजदुरी गरेर खाइ नखाइ जनताले तिरेको कर ढुकुटी बनाएर ल्याम्प कागज मिलाउँदै कोठाको कोठा पैसा राख्ने मान्छेहरू भेट्यो कि भेट्यो नै तपाईँको काखमा? त्यस्ता पैसाबाट आएको त्यो पापको धन, त्यो कालो धन खानुभयो भने तपाईँको छैन जीवन पनि कालो हुन्छ। नखानुहोस्। स्वाभिमानी नेपालीले अर्काको जुठो खान्छ? खाँदैन। मासु भात दियो भने पक्रेर खाने, भोट चाहिँ अर्कोमा हाल्ने भनेको चाहिँ त्यो चाहिँ फेरि त्यो भ्रष्ट अर्कै तपाईँको प्रवृत्ति हो, मनोविज्ञान हो। खाँदैन मासु भात अरूको, जाँदैन पछि अरूको, हिँड्छ त सिर्फ आफ्नो लक्ष्यलाई पछाएर हिँड्छ। नेतृत्व त्यो हो जसले तपाईँको छैन दिशा देख्दछ। लिडर इज द्याट हु नोज द वे, सोज द वे एन्ड गोज द वे है। दिशा देख्ने मान्छे यतातिर हो हाम्रो गन्तव्य भनेर दिशा देख्ने मान्छेलाई तपाईँहरूले पछ्याउनुहोस्। दिशा मात्रै देखेर हुँदैन, बाटो देख्ने मान्छेलाई पछ्याउनुहोस्। बाटो मात्रै देखेर हुँदैन, गन्तव्य थाहा हुने मान्छेलाई पछ्याउनुहोस्। त्यसले मात्र यो देशको युवालाई सही गन्तव्यमा पुर्याउँछ। होइन भने पैसा हालिदिन्छ 1-2 मुठा गोजीमा, अनि त्यो पैसा तपाईँको चाहिँ राउन्जेलसम्म कुद्यो कहाँ कुद्यो लास्टमा त ब्ल्याक होलभित्र कुद्यो। त्यो खालको युवा होइन। यो देशलाई जनसङ्ख्या होइन जनशक्तिमा रूपान्तरण गर्ने भिजन हो श्रम संस्कृति। त्यो भिजन मात्रै होइन, त्यो कमिटमेन्ट हो श्रम संस्कृति। त्यो कमिटमेन्ट मात्रै होइन, त्यो मिसन हो श्रम संस्कृति। आज हरेक ठाउँमा श्रमदाताहरूलाई म सलाम गर्न चाहन्छु। देशभरका श्रमदान भइराखेको छ। नेपाल अब जागिसक्यो। यसरी जागरण ल्याउन सक्ने पो नेतृत्व। विदेशी ऋण लिएर बाटो बनाउनेलाई नेतृत्व सम्झेर हुन्छ? एक दिन तपाईँको हामीले लगाइराखेको वस्त्र पनि छोडिराखेर ल लैजा, मैले त ऋण तिर्न सकिनँ, यो पनि लैजाऊ होइन, एउटा भित्रको कट्टु चाहिँ छोडिदिन्छौँ कि हजुर भन्दा त्यो पनि फुकाल भनेर त्यो पनि नाङ्गै कुद्नुपर्ने दिन नआओस्। नेपालीको त्यो दिन नआओस्। 30 खर्ब ऋण पुगिसकेको छ। खर्ब कति हो भनेर लेख्न यहाँ आधी जतिलाई त आउँदैन पनि होला।
हाउ मेनी जिरो त्यसो भएको कारणले गर्दाखेरि म बोलाइरहेको छु यहाँहरूलाई। अब हाम्रो बाटो छेक्नलाई धेरै मान्छेहरू धेरै कालमा प्रयोग हुन्छ। अहिले एकजना बत्ती बाल्ने हाम्रो सर होइन, बत्ती बाल्छु भन्दै आउनु भएको थियो। त्यो पनि मैले यहाँ भन्नै पर्छ, म कुनै तपाईँको जाति समुदायलाई गाली गर्न आएको मान्छे होइन, म व्यक्ति विशेषलाई गाली गर्छु म है। व्यक्ति विशेषलाई मैले गाली गर्नुपर्ने अवस्थामा गाली गर्नुपर्ने हुन्छ, मलाई पनि गर्दाखेरि म सहन तयार छु है। उहाँ आफ्नो पार्टी पनि होइन भन्नुभयो है, मेरो पनि होइन पनि भन्नुभयो, त्यो मेरो पार्टी होइन पनि भन्नुभयो होइन। कोही कसैले मन नदुखाउनु है, मैले जाति समुदायलाई केही भनेको छैन, नाम पनि भन्दैन, गेस गरिसक्नु होइन। घरि मेरो पार्टी होइन पनि भन्नुहुन्छ, फेरि मेरै पार्टी हो पनि भन्नुहुन्छ, फेरि लिस्टमा उहाँको नाम पनि छैन। अनि उहाँलाई देखाएर चाहिँ श्रम संस्कृतिको बाटो छेक्नका लागि एउटा तुरुप हानिएको छ। श्रम संस्कृतिले त्यस्ता तगारो टेर्नेवाला छैन। भ्रममा नपर्नु होला आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अरूको त हामी कुरा गर्दैनौँ, अरूलाई त धेरै पछि कहाँ छोडौँ त छैन, रेसमा कोही पनि छैन। हामी कुदिरहेका छौँ, फर्स्टै हो हामी। तर घरिघरि एउटा बाँसको तगारो के को तगारो आउँछ नि, यसो हेरेको चाहिँ फल्ना रहेछ भनेर है। मिठो त्यो तरिकाको चाहिँ तपाईँको दोहोरो चरित्रले नेतृत्व गर्दैन, नेतृत्व प्रष्ट हुन्छ है, नेतृत्व कन्फ्युज हुँदैन। दोहोरो चरित्रको मिस्टेरियस रहस्यमय मान्छेहरू खतरनाक हुन्छन्। धेरैले मलाई भन्छन् नयाँ नयाँ किन नमिलेको, त्यो पनि अहिले सोध्न मन लाग्यो होला, यहाँ पत्रकारहरूलाई पनि भरेमा सोध्नु होला, अहिले भनिदिन्छु। यत्रोजना नयाँ मान्छे मैले भेटाइराखेको छु, अरू के चाहियो मलाई है। फलना भन्छ, त्यो फलना जतिको त यहाँ हरेक मान्छे हो त भनेको है। एक दुईजना मान्छेहरूको नाम लिएर खालि यस्तो त्यस्तो त्यो खालको मिडिया ट्रायल छोड्नु। अब 3 करोड नेपालीले निर्णय गरिसक्यो, राष्ट्रभक्त, देशभक्त, माटो प्रेमी है, श्रमबाट गर्ने यो तपाईँको यो देशबाट तपाईँको निस्किएको सिद्धान्त, यो माटोबाट फलाएको तपाईँको संस्कृति श्रम संस्कृति, जुन श्रम संस्कृतिले हामीलाई समाजलाई पार्टी लगाएर, जाति लगाएर, धर्म लगाएर, वर्ग लगाएर, विभिन्न सामुदायिक र व्यक्तिगत स्वार्थ लगाएर छिया बनाएको थियो नि, त्यो समाजलाई तपाईँको चाहिँ जोड्नका लागि निस्केको एउटा साझा संस्कृति हो श्रम संस्कृति। त्यो श्रम संस्कृतिलाई यो देशको राष्ट्रिय कानुन लेख्ने ठाउँमा पुर्याउनका लागि निर्णय भइसक्यो, निर्णय गरिसक्नुभयो नेपाली जनताले। अब हामीलाई त्यो 2-4 जना मान्छे नयाँ भनेर के गर्नु, पुरानो भइसक्यो, थोत्रै भइसक्यो। आई एम सो मेनी तपाईँको चाहिँ नयाँ न्यू कमर जेन्जीहरू है, न्यू कमर जेन्जीहरू हुनुहुन्छ, त्यो नयाँसँगको तपाईँको चाहिँ मिली खाएका हामी छौँ। त्यसमा कुनै ठुलो तपाईँको चाहिँ कुरा गर्नुपर्ने कुरा छ। एमसिसीको बारेमा युवा पुस्ताले बुझ्न जरुरी छ। वाट इज एमसिसी है? मिलेनियम च्यालेन्ज कर्पोरेसन भनेर विदेशी हाली मुहाली यो देशमा गराउनका लागि, यो देशको नदीनाला, यो देशको खनिज सम्पदा जति सबै विदेशीलाई असमान सन्धि सम्झौता गरेर सुम्पने तपाईँको चाहिँ कसुर हो एमसिसी। यो देशको कानुनभन्दा ठुलो कुनै तपाईँको विदेशीसँग गरेको सम्झौता हो भन्ने खालको मान्यतालाई स्थापित गर्न खोज्ने कृत्य हो एमसिसी। आफ्नो देशको निर्णय विदेशीलाई सोधेर गर्नुपर्छ भन्ने सम्झौता हो एमसिसी। विदेशी सेना नेपालमा हुल्ने उसको गतिविधिलाई हामीले हेर्नु हुँदैन भनेर आँखा बन्द गर्नुपर्ने भन्ने खालको हाम्रो स्वाधीनता र सम्प्रभुतामाथिको ठाडो आक्रमण हो एमसिसी। हामी यो देश त्यस्तो भएको देख्न चाहने नेपाली हो? यदि त्यस्ता देख्न चाहने नेपाली हो भने हामी मरेको जुनी हो है, हाम्रो मृत्यु भइसक्यो। यो भूमि हिँड्ने भनेको एउटा ऊ मात्रै हो, पुतला मात्रै हो। जिउँदो नेपालीलाई कदापि हाम्रो देशमाथिको, हाम्रो स्वाधीनतामाथिको, हाम्रो सम्प्रभुतामाथिको त्यो खालको छैन सन्धि सम्झौता गाढा गरिएको आक्रमण मान्य छैन। त्यस्ता गर्ने मान्छेहरू, त्यस्ता गर्ने दलहरू फेरि भोट माग्न आइरहेका छन् है। अब तिनीहरूलाई हामी भोट दिन्छौँ त? दिँदैनौँ, कदापि दिँदैनौँ। त्यसो भएको कारणले गर्दाखेरि यो देशलाई हामीले पृथ्वी राउन्जेलसम्म राख्नुपर्छ, पृथ्वी राउन्जेलसम्म रहनुपर्छ यो देश भन्नु त सबैले।
पृथ्वी रहन्छमा यो देशलाई राख्नुपर्छ सम्झेर भन्नुहोस् पृथ्वी रहन्छसम्म यो देशलाई राख्नुपर्छ 15 वर्ष पहिलादेखि कराइरहेको छु म एक दिन तपाईँ कराउँदा के हुन्छ कराउनुहोस् न हो नि पृथ्वी रहन्छसम्म रहनुपर्छ यो देशलाई हामी माटो बेच्न दिँदैनौँ माटो बेच्न दिँदैनौँ हाम्रो तपाईँको छैन पुर्खाले ढुङ्गाले अत्याधुनिक हतियार विरुद्ध लडी बचाइदिएको देश है कन्दमूल र सुटुनी खनेर खाई अनिकालमा बचाइदिएको देश हाम्रो पुर्खाले बचाइदिएको देश त्यो देश कुनै तपाईँको छैन होइन सुकिलो मुकिलो लुगा लाउनेले एउटा सिग्नेचर गरेर बेच्न पाउँछ है यो देशको प्रधानमन्त्रीको जति हक लाग्छ यो माटोमा त्यति नै तपाईँको हक लाग्छ यहाँ उभिने हरेक व्यक्तिको त्यति नै अधिकार लाग्छ त्यसो भएको कारणले गर्दाखेरि नेपालीको तपाईँको चाहिँ नि असहमति हुँदै कोही तपाईँको सुकिलो मुकिलो तपाईँको लुगा लाउनेले बियर र व्हिस्की ब्रान्डी खाँदै है तपाईँको चाहिँ नि सिंहदरबारमा सिग्नेचर गरेर यो देश निलाम गर्न हामी दिँदैनौँ त्यो देशलाई बचाउने संस्कृति हो श्रम संस्कृति जबसम्म हामी आफै गरेर खाँदैनौँ अरूले फालेको टुक्रामा पालिन्छौँ तबसम्म हेपी नै रहन्छ विदेशीले त्यसो भएको कारणले आफ्नै पाखुराको दममा यो देशलाई बनाउनु पर्छ भन्ने चेतना हो श्रम संस्कृति श्रम संस्कृतिमा म तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु तपाईँहरूले एउटा पार्टी खोलेछ चुनाव चिन्ह माटो लिएर आएछ अनि भोट माग्ने रहेछ 2-4वटा तपाईँको छैन सिट जित्ने रहेछ भन्नुहोस् बहुमत प्राप्त गर्नुपर्छ यो दिन तपाईँको छैन देशका देशभक्त नेपाली सबैले बुझ्नुपर्छ है र यो भनेको एउटा पार्टी भन्दा धेरै माथिको विचार छ हामी तपाईँको यो देशको काया पलट गर्छौँ हाम्रो सरकार बनिसकेपछि स्कुल हामी 3 दिन मात्रै खोल्छौँ भन्दा धेरैले अहिले त पचाए पनि सबैले समर्थन गर्नु तपाईँको लागेको छ किनभने हर्क साम्पाङको कुरा सुरुमा बुझिँदैन मलाई थाहा छ यो मैले धेरै वर्षदेखि प्रयोग गर्दै आएको कुरा हो सुरुमा बुझ्दैन फेरि केही महिना पछाडि केही दिनपछि केही यति मिठो लाग्छ सबै कुरा लाग्छ 3 दिन मात्रै किन खोल्नुपर्छ स्कुल भन्दाखेरि ज्ञान मात्रै धेरै भयो टाउको यत्रो भयो मैले अघि के भने टाउको मात्रै ठुलो भएर हुँदैन हात खुट्टा जोड्नुपर्छ होइन हो काम छैन हाम्रो निर्माण छैन हामीले प्रयोग गरिरहेका यी सम्पूर्ण क्यामेरा विदेशी हुन् है हामीले प्रयोग गरिरहेका सम्पूर्ण साधनहरू विदेशी हुन् है हामीले तपाईँको चाहिँ भात खाइराखेको भातसम्म विदेशी हो है स्वदेशी के छ यो देशमा है स्वदेशी के छ भन्दाखेरि हाम्रो नाङ्गो शरीर मात्रै स्वदेश नाङ्गो शरीर मात्रै लिएर बाँच्छ त अब तपाईँको छैन जीवनमा नेपाली हामीले खाने घाँस हामीले लगाउने कपास हामी बस्ने बास हाम्रा सेवा सुविधा सबै नेपालमा उत्पादन हुनुपर्छ कि पर्दैन अनि इन्जिनियरले चाहिँ खालि यत्रो तपाईँको यत्रो भोल्युमको किताब घोकाएको छ है एउटा सानो रिक्सा बनाएन भन्यो भने हाम्रो मेकानिकल इन्जिनियरलाई आउँदैन है आउँछ है एउटा सानो बालकलाई उसको नाम भन्न आउँदैन होइन 10 केजीको किताबको भारी त्यो गरेर बोकेर गइराखेको हुन्छ हो कि होइन हाम्रो टिचरहरू फेरि कस्तो ए फर एप्पल बी फर बल मात्रै भन्छ ए फर एरोप्लेन पनि त हुन्छ नि भनेर पढाउनु नि छैन है भोकेको मात्रै छ टिचरै त्यस्तो छ है सृजना हो शिक्षा क्या शिक्षा भनेको अरूको फोटोकपी हो र हर्क साम्पाङले बोलेको यो कुरा तपाईँले पनि कपी गरेर बोल्नुलाई शिक्षा भन्छ र भनेको भन्दैन त तपाईँको सृजना हो शिक्षा तपाईँको आविष्कार हो शिक्षा तपाईँको उत्पादन हो शिक्षा है विद्यार्थीले आज खाने तपाईँको अन्नको बोटै चिन्दैन घरमा खोर्सानीको बोट चिनोस् भनेर खोर्सानी रोप्यो बाटैभरि पत्रकारले के गरेको उपलब्धि बिन भन्छ खोर्सानीको बोटै थाहा छैन विद्यार्थीलाई है धानको बोट थाहा छैन हाम्रो विद्यार्थीहरूले 10 कक्षा पढ्दासम्म धान उमार्न जान्नु पर्दछ मकै उमार्न जान्नु पर्दछ पकाएर खान जान्नु पर्दछ आफूले लगाउने लुगा थोरैमा पनि सेलाएर लगाएको हुनु पर्दछ अरू पनि थुप्रै कामहरू जानेको हुनु पर्यो 10 कक्षा पढुन्जेलसम्ममा क्या डिग्रीको तपाईँको सर्टिफिकेट बोकेर वर्णमाला कोर्ट भाषाको सिक्न जाने नेपाली हो कि होइन हामी
खै त हाम्रो शिक्षाले हामीले बाँच्न सिकाएको दिएको के होला त यो हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्नुपर्छ भात खान सक्ने लुगा लाउन सक्ने शिक्षा हामीले पाउने हो कि नपाउने हो हावामा गफ गर्ने मात्रै शिक्षा दिएको कारणले गर्दाखेरि हुँदैन यो शिक्षामा रेभोल्युसन हामी ल्याउँछौँ ठुलो परिवर्तन ल्याउँछौँ त्यो परिवर्तन यदि नेपालीले चाहन्छ भने श्रम संस्कृतिको चुनाव चिन्ह अञ्जुलीमा राखेको देशको पवित्र माटोमा भोट हाल्ने कि नहाल्ने परिवर्तन ल्याउनुपर्छ परिवर्तन भोटबाट ल्याउने यो देशमा तपाईँको छैन उद्योग खोल्दाखेरि मुद्दा लागेको मलाई होइन मुद्दा धाउने मान्छे उद्योग जति सबै बेची पठायो होइन कसले लानुपर्ने लगायो भनेर चाहिँ तपाईँको उद्योग जति सबै बेची पठाएको देशमा उद्योग खोल्नुपर्छ पर्दैन हो थुप्रै कामहरू हामीले गर्नुपर्छ जहाँ फोहोर छ आज त्यहाँ फुल फुलेको हुनुपर्छ के अरे फोहोर होइन फुल भनौँ त फोहोर होइन फुल है फुलै फुल हुनु पर्यो फल फलेको हुनु पर्यो त्यस्तो खालको तपाईँको चाहिँ अभियान हामीले चलाएर लानुपर्छ म हाम्रो तपाईँको चाहिँ पार्टीको सबै घोषणापत्र यहाँ भन्न भ्याउँदिनँ तपाईँले सुन्नु भएको छ है हामी सीमा रक्षामा ध्यान दिन्छौँ सिमानाको त मतलबै छैन सरकारलाई सिंहदरबार धायो भने भइगयो होइन आफ्नो कुर्सी हेरे पनि भयो कुर्सी कसरी जोगाउने भन्ने ठुलो कि देश कसरी जोगाउने भन्ने पनि ठुलो हुन्छ त्यसो भएको कारणले गर्दाखेरि देश जोगाउनका लागि सिमानाको रक्षा गर्नु धेरै कुरा भन्दिनँ अब हामी यो देशलाई बनाउने तर्फ उन्मुख भएका छौँ थुप्रै अरू कुराहरू छन् म भन्न चाहन्न किनभने धेरै लामो समय मैले बोलिरहेको छु अब हामी सबैजनालाई यो माटोको माया लाग्नुपर्छ भन्ने मलाई लाग्दछ तपाईँहरूलाई माटोको माया लाग्छ तपाईँले सुन्नु भएको यो भाषण होइन माटोको वचन हो माटो बोल्यो तपाईँको अगाडि भनेर सुन्नु एकदम राइट मेरो भनाइ छ माटो हो म मलाई दुख्दैन कुल्छ या पूजा फरक पर्दैन धेरै पहिलाको भनाइ है रुखो बोल्छु झुटो बोल्दिनँ भोकै बस्छु आफै कमाएर खान्छु तर झुठो खाँदिनँ तर छुटो पनि भ्रष्ट बन्दिनँ भ्रष्टलाई छोड्दिनँ देश धनी नहुन्जेलसम्म सुकिलो बनेर सुख भोग गर्दिनँ देश हाँस्दाखेरि देशसँगै हाँस्न सक्ने मन छ देश रुँदा देशसँगै रुन्छु र देशको आँसु पुज्छु म त्यस्तो छु यो देश जलिराखेको बेला ढलिराखेको बेला सबै नेताहरू भाग रे भाग एउटा मान्छे हर्क साम्पाङ त्यो हर्क साम्पाङ भन्ने मान्छेले काम गर्नुपर्छ जनताको हितमा उसलाई काम गर्ने मौका दिनुपर्छ भन्ने लाग्छ भने म मिडिया मार्फत 3 करोड नेपालीलाई अनुरोध गर्न चाहन्छु तपाईँसँग तपाईँको गाउँमै आएर आमसभा गर्ने मौका मिल्छ मिल्दैन समय छोटो छ नमिले पनि यहीँबाट म निमन्त्रण तपाईँको चाहिँ विनम्रताका साथ अनुरोध गर्न चाहन्छु हार्दिकताका साथ अपिल गर्न चाहन्छु हामीलाई मौका दिनुहोस् श्रम संस्कृति पार्टीले बहुमतको सरकार गठन गर्न पायो र चलाउन पाएर 5 वर्षभित्रमा कायापलट हुने गरी जनतालाई फिल हुने गरी महसुस हुने गरी काम गर्न सकिन छु भने मैले यो देशको नागरिकता त्यागेर शरणार्थी बन्छु एक पैसा भ्रष्टाचार हुँदैन है खबरदार मसँग तपाईँको चाहिँ यही हो मौकामा चौका हानु भनेर आउनु भएको छ भने यहाँ पनि तपाईँहरू गइहाल्नुहोस् भ्रष्टाचार गर्न पाउँछु यही हो अवसर भनेर आउनु भएको छ भने म कसैलाई छोड्नेवाला छैन म आफू 1 रुपियाँ त धेरै हुन्छ 1 रुपियाँमा 1 पैसा मात्रै पनि 1 रुपियाँमा त 100 पैसा हुन्छ 1 पैसा मात्रै पनि भ्रष्टाचार गरेछु भ्रष्टाचार गरेको कमिसन खाएको घुस खाएछु र त्यो गरेको पैसा मेरो मुखमा परेको दिन त्यही मेरो मरण होस् है सालपा सिलिचुङमा कसम खाएको मान्छे पाथीभरामा कसम खाएको मान्छे छु पशुपतिनाथको स्वयम्भूको कसम खाएर भन्छु त्यति शुद्ध मान्छे हर्क साम्बाङ
त्यति निष्कलङ्क र निष्ठोर मान्छे हो। त्यसो भएको कारणले गर्दाखेरि तपाईँहरूले मलाई मौका दिनुभयो भने म यो देशलाई कसरी बचाउँदो रहेछु र कसरी बनाउँदो रहेछु भन्ने कुरा म देखाउँछु। मलाई काम गर्नका लागि बजेट चाहिँदैन। उदाहरण मैले यो गफ गरेको होइन, धराना र हेर्दा हुन्छ। बिना पैसाको 1 अर्बभन्दा धेरैको सम्पत्ति जोडिदिएको मान्छे हो म है। किनभने मलाई थाहा छ स्रोत भनेको शक्ति भनेको सबै जनता हो है। वर्षौं वर्ष 4 वर्षसम्म यो देश बनोस् भनेर फाटेको लुगा लगाएर कठोर श्रम गर्ने श्रमदाता हो म है। यस्तो खालको नेतृत्व यो देशले पायो भने तपाईँ कल्पना गर्न सक्नुहुन्छ। तमाम किसानहरूको दिन आउनेछ, तमाम मजदुरहरूको दिन आउनेछ है। म मुखले बोल्ने मान्छे होइन, आत्मा बोल्ने मान्छे हो। मलाई कसैले यस्तो भन् भनेर भन्नेवाला मान्छे होइन म है। कसैले त चुप लाग भन्दा चुप लाग्ने मान्छे पनि होइन है। म यो देशलाई सत्यवादी देश बनाउन चाहन्छु। हामी यो देशमा चाहिँ के रहेछौँ भने झुटो कुरा बोलिदिनु पर्ने, साँचो कुरा बोल्यो भने आफ्नै परिवार पनि दिइसक्ने है। अनि साँचो बोल्ने सज्जन मान्छेहरू डराउने बोल्नलाई। अनि 1000 जना मान्छे बस्ने ठाउँमा 1 जना फटाले बोलेर उसले शासन गरिराख्ने, बाँकीको 999 जना चुपो लागेर सहिरहेको। अब सहनु हुँदैन। म बोल्न सिकाउँछु तपाईँलाई है। बोल्न पाउनुपर्छ तपाईँले। नेपालले बोल्न पाउनुपर्छ। जब सबै नेपाली बोल्छ अनि त्यसलाई माटो बोलेको मान्नुपर्छ। यो देशको माटो बोल्छ। अब यो देशको ढुङ्गा बोल्छ। यो देश बोल्छ कि बोल्दैन? यो देश उठ्छ कि उठ्दैन? त्यो देश उठाउने अभियानमा म यहाँहरू सबैजनालाई आबद्ध भइदिनको लागि अनुरोध गर्न चाहन्छु। अब हामी सबैजनाले जहाँ हामी बसिरहेका छौँ, उभिरहेका छौँ, त्यहाँको माटो छोइदिनुहोस् प्लिज। हामी माटोलाई अब वचन दिन्छौँ। माटोलाई वचन दिउँ त? शपथ भन्दैन, फेरि हाम्रो त्यो पनि फरक छ। नेता पनि छैन, कार्यकर्ता पनि छैन, शपथ पनि भन्दैन, माटोलाई वचन भन्छ। यो देशलाई हामीले वचन दिउँ। सबै युवालाई भनौँ त दिउँ। त्यसो भने तपाईँले चाहिँ आफू उभिएको ठाउँको माटो छोइदिनुहोस् प्लिज। अब हामी माटोलाई वचन दिन्छौँ। एउटा गीतमा छमछमी नाच्छौँ। सबैजनासँग म फोटो पनि खिच्छु है। तपाईँसँग गालो मारेर फोटो खिच्न मन छ मलाई है। धन्यवाद। सबैजनाले आफू उभिएको ठाउँको माटो छुनुभयो। दाहिने हातलाई छोइदिनुहोस् त प्लिज सबैले। धन्यवाद। अब त्यो दाहिने हात तपाईँको मुठी कसेर देब्रे छातीमाथि राख्नुहोस्। त्यो तपाईँको मुटुले के भन्दैछ? ढुक भन्दैछ। ढुक 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 गर्छ। त्यो तपाईँको मुटुले मेरो देश, मेरो देश, मेरो देश, मेरो माटो, मेरो माटो, मेरो माटो, मेरो स्वाधीनता, मेरो स्वाधीनता, मेरो स्वाधीनता, मेरो चन्द्र सूर्य अङ्कित झन्डा, मेरो चन्द्र सूर्य अङ्कित झन्डा, मेरो चन्द्र सूर्य अङ्कित झन्डा भनिरहेको छ भन्ने मलाई लाग्छ। हो त्यही भन्यो। त्यो मुटुलाई साक्षी राखेर, त्यो मुटु जुन मुटु तपाईँ बाँचुन्जेलसम्म तपाईँसँगै धड्किरहन्छ, तपाईँसँगै बाँचिरहन्छ, त्यो मुटुलाई साक्षी राखेर यो देशलाई वचन दिनुहोस् तपाईँले। हुन्छ? मलाई होइन, मलाई चाहिँदैन तपाईँको वचन। तपाईँको वचन चाहिन्छ यो देश, यो राष्ट्रमा। तपाईँ तयार हो? ल म जे भन्छु त्यही भन्नुहोस् है। ल म अलि साह्रो भन्नु होला। म आफ्नो नाम भनिदिनुहोस् सबैले। नमस्ते बाजे। यो देशको माटो छोएर, यो देशको माटो छोएर, यो देशको माटोलाई, यो देशको माटोलाई, यो देशलाई, यो देशलाई राजीको दर्शन हर्कबादलाई आत्मसात गर्दै सदैव श्रम र श्रमदानको महाअभियानमा उत्पादन र निर्माणको महाअभियानमा लागिरहनेछु।
उच्च निष्ठा, नैतिकता र देशभक्तिका साथ लागिरहनेछु। म हुँ श्रमदाता, हेर्दिन म अरूको आश, हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश, हलो सरी जोतिन्छु म, मेरै देशको माटोमा आत्मनिर्भर बन्छु म, स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, कसले मलाई के भन्छ, आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ, ऐना हेर्दा जो देखिन्छ, उही हो देश बनाउने, ऐना हेर्दा जो देखिन्छ, उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा हेर्ने, म हुँ श्रमदाता। जय स्वाभिमान, जय श्रमदान, जय माटो, जय देश। धन्यवाद। यहाँहरू सबैजनालाई धन्यवाद छ मेरो कुरा सुनिदिनु भयो। कुरा सुन्नुमा छैन, बुझ्नुमा छ, बुझ्नुमा पनि छैन, काम गरेर देखाउनुमा छ। अब हामी काम गरेर यो देशलाई बदल्नेछौँ। त्यो जोस हामीसँग छ, एकचोटि छ भनिदिनुहोस् त। धन्यवाद छ। अब हामी श्रम गरौँ नेपाली हो, शरम गर्ने दिन आइसक्यो भन्ने गीतमा नाच्छौँ। तपाईँहरू जहाँ हुनुहुन्छ त्यहीँ उभिएर नाच्नु होला। नाचिसकेपछि म तपाईँहरूसँग फोटो खिच्न यहाँ आउँछु है। टिका लगाउन चाहनुहुन्छ भने तपाईँहरू टिका पनि लगाउन सक्नुहुनेछ। र त्यो गीत लगाइदिनका लागि मैले प्राविधिक मित्रलाई अनुरोध गरेँ। श्रम गरौँ नेपाली हो, शरम भनेको लाज, शरम गर्ने दिन आइसक्यो। तयार हो नाच्नलाई? ल एकचोटि बनाइदिनुहोस्। अनि ग्राउन्ड चाहिँ फुल भरिसकेको छ है, जताततै चारै दिशामा सबै फुल भरेर यहाँ अब यो अन्तिम कार्यक्रम होला, नाचगान कार्यक्रम सुरु भयो। नाच्न त सबैलाई आउँदो रहेछ। मनबहादुर राई इलामबाट, सरस्वती नगर चावेल बस्नुहुन्छ हाल। रमिता राई चुन्नी खेलबाट, कृष्ण कुमारी लिम्बू काठमाडौँ, उर्मिला तुङसावा लिम्बू काठमाडौँ महानगरपालिका 4बाट। सबैजनालाई धेरै धेरै धन्यवाद। त्यसै गरी भ्रष्टाचार विरुद्ध राष्ट्रिय हामी पनि ट्रान्समा ट्रान्स गरिहाल्नु पर्ने हो कि नपर्ने हो, यसरी पार्टी खोल्दै प्रत्येक व्यक्तिले अनि उहाँहरू
लड्नुभयो भने त देश त्यही पहिलाकै ठाउँमा पुग्यो उहाँहरू एकबद्ध भएर मिलेर जानुपर्छ देशहरूले यता नयाँहरू लड्ने यता एक पक्ष फेरि पुरानाहरू लड्ने यसरी देशले निकास हुन्छ हिजो प्रधानमन्त्रीको भाषण छुट्टै छ यो जमातले चाहिँ कुनै एउटा अचम्मको कुरा नि हर्क सम्पाङजीले चाहिँ गुलमान घिसिङको विरोध गर्दै हिँड्नु भएको छ तर तपाईँहरू जस्तो व्यक्तिहरू फेरि हर्ककै स्टेजमा आएर बस्दिनु पर्ने कि तपाईँहरूको लोकप्रियताको कि उहाँको हर्कजीको पनि राम्रो होला अरूले चिन्दैन झाँक्री पेसामा यो पेसामा अलिकति पछिल्लो पटक लोकप्रियता कति मजाले उभिराख्नु भएको छ थ्याङ्क यू सो मच को लागि अब कहाँबाट सिकाउने पछाडि कतिजनाको छ तपाईँ खालबारीको हुनुपर्छ म भोजपुरको हो म पनि उतैको हो ए ल घाट सरकार अब अहिले यतातिर पश्चिमतिर गएको हो तपाईँ कुन थरी हो म चाहिँ भोटे हो हजुर कसै राई हो आज हर्क सम्पाङको यो कार्यक्रम यो सिम्पल चौरमा चाहिँ भव्यको साथ भइरहेको छ हामी चाहिँ हर्क सम्पाङको यहाँ अब माथि उहाँको दर्शन गर्नको लागि उहाँको कार्यक्रममा हामी लाइनमा बसिरहेको यहाँ एकदमै भिडभाडहरू जस्तो भनेको थियो सम्झेको कुरोलाई हामीले पनि पुऱ्याउनु पाऊँ उसँग अब हामीले चाहिँ खुसीसँगले यसरी आज जस्तो नाचेर बसेर यस्तो यो हाम्रो माटोको गोइनलाई खुसी पारेर बस्न पाऊँ हाम्रो खुसी नै थियो आज हामी जसरी भए पनि हर्क सम्पाङको हातबाट माटोको टिक्का लगाएर जाने हो हामी पनि बोल्नुपर्छ हामी बोलेन भने माटो बोल्यो भने मात्र माटो बोल्छ भन्नुभएको छ हामी पनि अब माटोको टिक्का लगाएर जाने तपाईँसँग भेटेर म धेरै खुसी लाग्यो माटो मार्ने हामीले बनाउनु पर्छ धन्यवाद तपाईँलाई अब हामी अब हर्क सम्पाङको दर्शन गरेर टिक्का लगाएर जानेछौँ यहाँ हामी पछाडि यो हर्क सम्पाङको दर्शनका लागि यसरी लाइनमा बसेको छ अब भित्र अझ पनि धेरै छ यहाँ दुईवटा लाइन छ भव्यको साथ कार्यक्रमहरू भइरहेछ मेरो साथसँग फोटो खिचेको फोटो चाहिँ अलिकति यो फोटोग्राफरले किरिमिरी बनाइदिएको रहेछ ठिकै छ अब कार्यक्रम ठिक छ मेरो सरसँग मेरो सरको दर्शन गऱ्यो सबै भयो खुसी भयो एकदम ल अब त्यही जानु पऱ्यो अब मेरो साथीहरू पनि भइसक्यो कसँगले टिका सिक्का लगायो अब हात्ती भयो जानु पऱ्यो अब